Please watch GS News पोखरा। राष्ट्रिय भलिबलको प्रतिष्ठित प्रतियोगिता प्रधानमन्त्री कप एनबिए राष्ट्रिय महिला तथा पुरुष भलिबल लिगमा नेपाल पुलिस क्लबका प्रमुख स्पाइकर जर्सी नम्बर 6 का पहलमान गतराज घाइते भएका छन्। हिजो हेल्प नेपाल स्पोर्ट्स क्लब विरुद्ध भएको लिग चरणको खेलमा उनी चोटग्रस्त हुन पुगेका हुन्। बल बचाउने प्रयास गर्दा लड्न पुगेका गतराजको खुट्टामा चोट लागेको थियो। चोट बोकेपछि उनी मैदान छाड्नु परेको थियो र खेललाई निरन्तरता दिन सकेनन्। यो अप्रत्याशित चोटले आज बिहिबार हुने तेस्रो स्थानको लागि त्रिभुवन आर्मी क्लब विरुद्धको प्रतिस्पर्धात्मक खेलमा उनको सहभागिता लिएर गम्भीर अनिश्चितता पैदा गरेको छ। पहलमान गतराज पुलिस क्लबका एक अनुभवी र महत्त्वपूर्ण खेलाडी मानिन्छन्, जसको आक्रामक स्पाइक र समग्र प्रदर्शनले टोलीलाई धेरै खेलमा जित दिलाएको छ। उनको अनुपस्थिति पुलिस क्लबका लागि ठूलो धक्का हुन सक्छ, विशेष गरी आर्मी जस्तो बलियो प्रतिद्वन्दी विरुद्ध खेल्दा। यदि उनी खेल्न असमर्थ भएमा पुलिस क्लबलाई प्रधानमन्त्री कप एनबिएमा तेस्रो स्थान हासिल गर्न थप रणनीतिक योजना र अन्य खेलाडीको उत्कृष्ट प्रदर्शन आवश्यक पर्नेछ। प्रतियोगिताको उपाधि होडबाट बाहिरिए पनि तेस्रो स्थानको प्रतिष्ठाका लागि दुवै टोली भिड्दा गहतराज जस्ता मुख्य खेलाडीको अभाव खड्किन सक्नेछ। भलिबल प्रेमीहरू तथा नेपाल पुलिस क्लबका समर्थकहरू पहलमान गहतराजको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनी निको भएर भलिबल कोर्टमा फर्किने आशामा छन्।